हेलो गुड मर्निङ एभ्रिवान, सबैजनालाई नमस्ते। स्वागत छ मेरो मिनी भ्लगमा। हजुरहरूलाई मिनी भ्लग त खासै बनाउँथिनँ, मैले पहिलोचोटि बनाउँदैछु। कस्तो हुन्छ के हुन्छ सल्लाह सुझाव दिनु होला। हजुरहरूको दिन कसरी बित्यो, कसरी बिताउनु भयो आजको दिनहरू। अब बर्खा लागिसक्यो हाम्रोतिर त है, पानी परे हुन्छ, दिनकै पानी पर्छ। आज चाहिँ 4 दिन भयो लगातार पानी परेको। त्यही भएर पनि होला रुगाको कि लागेर ज्वरो आएर अनि सबैजना चाहिँ हाम्रो फ्यामिलीले नै रुगा लागेछ। त्यही भएर नि यस्तो झरीमा कता जानु भनेर बसिरहेको घरमै। त्यस्तै हो साथीहरू, बुहारी भएपछि गर्दैन, यो गर्दैन ऊ गर्दैन भन्न मिल्दैन। ज्वरो आएछ चाहिँ मलाई त 4 दिन भयो ज्वरो आएको, सन्चै छैन। त्यही पनि बिहान उठेर आगो मैले नपुगेसम्म आगो बल्दैन चुल्हामा। यस्तै हो बुहारीको धन्दा काम धन्दा भन्ने कुरा। एउटा कुरा झन् घरमा बिराम भएर सुत्यो कहीँ गयो भने कहाँ भन्दा बढी छिमेकीलाई चासो हुन्छ। के गर्यो, कहाँ गयो, के गयो, तेरो बुहारी फलान ठाउँ गयो, के खायो भन्ने चाहिँ हुन्छ। त्यस्तै सहयोग गरे कति